हेलो गाइस, गुड मर्निङ सबैजनालाई हो। अन्त यहाँ माथिबाट हाम्रो टपलाइनबाट सबैजना केटाहरू छ अनि हाम्रो प्यारो भेना विजय भेना। आज हामी चाहिँ कहाँ जाँदैछु भन्दैछु चाहिँ हामी आज रक रोकोमा जाँदैछु होइन भेना? यस यस भनिदिनुहोस् भेना एक दुईवटा शब्दहरू। र धेरै अब वर्षपछि है हामी एक काठो भएर एकमुठी भएर हामी जाँदैछु रबरोकोमा आफ्नो दाजुभाइकोमा है, जो एउटा इक्जाम्पल भएर बसेको छ हाम्रो क्षेत्रमा, उसलाई भेट्न जाँदैछु। हामी जानुको कारण चाहिँ उसलाई अझै मोटिभेसन दिनु है र उसको लागि केही सिक्नुको लागि हामी जाँदैछौँ। त्यही भन्दै है तपाईँहरूलाई हल्का अहिले हामी बाक्कुल पार हुन आँटिसकेको छ र साथीभाइहरू यहाँ सबैजना हो, सब कुलमै छ केटाहरू आफ्नो आफ्नो। अहिले चाहिँ गाउँछ है, हुन्छ आउँदैछु ल। अहिले चाहिँ हल्का यहाँ रेस्ट गाडीमा हो अनि हामी चाहिँ अहिले लगभग टिस्टाको माथि माथि जङ्गलको माथि टपमा आइसकेको छु अनि रब्रो जोजोको घर पनि अब यहाँदेखि अब आधा घन्टा जस्तो देखाउँदैछ पुग्नुको लागि गाइस। अन्त हामी अब यहाँबाट जानु आँट्दैछु। अब एकछिन केटाहरू हल्का रेस्ट गर्ने अरे गाडीमा, रेस्ट गरौँ न अन्त भनेर चाहिँ एकछिन रेस्ट पनि गरिदिएको जङ्गलमा हो, किनभने अब गाडी यत्रो तलबाट कुदेर आएको हिट हुन्छ होइन। तर एकछिन रेस्ट केटाहरूलाई ब्रेक टाइम यस्तो सर्टहरू गर्नु लागि चाहिँ रोकाएको। अनि सब केटाहरू फेरि को छ भने अब साथी शुभम साथी छ हो, शुभम तामाङ, आक्रसन, सुरज, रोहित, अन्त अङ्कित भाइ अनि हाम्रो विजय भेना। तपाईँहरूलाई भनिसकेको थिएँ मैले अघि नै होइन। यस गाइस, र अब हामी 16 मिनटमा होइन रोब्रो जोजोकोमा चाहिँ हामी पुग्न आँटेको छौँ। र मेरो साथीहरू इन्ट्रोडक्सन चाहिँ मैले चाहिँ कसलाई पनि गरेको थिइनँ गाइस। अघि भन्दा चाहिँ मेरो पछाडिको साथी छ रोहित, छोटा माङजिङ, अन्त आदित्य भाइ मेरो भाइ, यता साथी हाम्रो शुभम, अनि हाम्रो बिचको गोर्खा पल्टन साथी आक्रसन, र हाम्रो फरेस्ट डिपार्टमेन्टको केटा हो सुरज, अनि मेरो भेना चाहिँ यता जानुभएको छ विजय भेना। सबले चिन्नुहुन्छ तपाईँहरूलाई, विजय भेनालाई त मैले अघि नै इन्ट्रोडक्सन गराइसकेको थिएँ तपाईँहरूको लागि होइन। अब 16 मिनटमा चाहिँ हामी रब्रोकोमा चाहिँ पुग्ने रहेछु र हाम्रो केटाहरू चाहिँ सब इन्जोयमै छ होइन। सुरज के भन्छौ? र गाइस हामी सबैजना होइन यता फाइनली आइसकेको छु, हामी साथीभाइहरू भेना साथीहरू हो। अन्त यहाँ त हेर्नुहोस् हाम्रो चाहिँ रब्रो जोजोको घर। अब यो सानो हाम्रो जोजो चाहिँ उहाँ हुनुहुन्छ, हल्का बिजी हुनुहुन्छ जोजो, र रब्रो जोजोको चाहिँ हामी आइसकेको छु उसको। अनि जोजोलाई चाहिँ हामी खदा अर्पण गर्नु खोजिरहेको छु अनि तपाईँहरूलाई म देखाउँदैछु है, हेर्नुहोस्। भन्छ दे हेप्पी लो जोजो। फाइनली जोजोलाई पनि भेटिसकेको छ आज। यसो 50 झोडाबाट आइसकेको जो फेरि। हजुर कोतलाबाडी। ए हाम्रो सानो हजुरलाई खदा अर्पण एउटै खदा लिएर चाहिँ आइसकेको छु जोको रात हो। हजुर हुन्छ तपाईँहरूलाई पनि सबैजना आइसकेको छ हो। साथीको च्यानल हो। मेरो पनि सानो छ है, शिव तामाङ। ल भाइहरूको च्यानलमा जतिजना दर्शक जोडिरहनु भएको छ सबैलाई खापुनु नमस्कार। अनि भाइहरू आइदिनु भयो त्यता हुँ यो त्यो पुस्ने पानी पनि ल्याइदिउँ। अनि सबै दर्शकहरूले जतिजनाले हेरिरहनु भएको छ उहाँहरूको यो भिडियोहरू सेयर गरिदिनुहोस्, कमेन्ट राम्रो जाओस्, अनि च्यानललाई फलो र सब्सक्राइबहरू गरिदिनुहोस्। उतापट्टि ब्याम्बो माउसको कविता पनि खिचिहाल्नुहोस् न सबै। आज हामी माझमा दुईजना कवि भेटेको छौँ। हामी एकजना कालिम्पोङबाट हो र यहाँ चाहिँ अहिले हाम्रो साहित्यकारको चाहिँ अब यो कम्पिटिसन चाहिँ नभनौँ, आफ्नोमा भएको कुरोहरूलाई चाहिँ पस्किने काम भइरहेछ। हजुर र अब त अघि मैले त उहाँको त लिइसकेकै थिएँ। हजुर अनि तपाईँहरू आउँदाखेरि त्यहाँ साइड गर्नु हुँदैन, मैले सोचेँ आउनुहुन्छ होला भनेर। अब अहिले पहिलो चाहिँ ब्याम्बो माम्सको जाँदैछ। माम्सको शीर्षक बताइदिनु पर्यो। आज शीर्षक छ एक अचानो दुखाइ।
एक अचानक दुखाइ हजुर ल अब यो चाहिँ ध्यानपूर्वक दर्शकले पनि नकाटी सुनिदिनु पर्यो हजुर ल बेमो गर्नुहोस्। र एक अचानक दुखाइ देशको राज्यको इलाकाको र आफ्नै आँगनको शासकहरूको लोपा खाएर यो पहाडको युवा पिँढी भोको सिंह जस्तो भइसकेको छ हजुर र भ्रष्टाचार र पाइलै पछिको घोटालाले टन्न अगाएका घैँटे घुडीहरूको बजारमा हजुर। रगरगी र जगजगीमा रङ्गी बिरङ्गी टाटे पाङ्रे नपुंसक झन्डाहरूको हजुर बगम फुसे आश्वासन र चिनीको झोलमा चौवलेको झुट खाएर हजुर अभावकै ठाडो पखाला लागेपछि पखाला लागेपछि लागेपछि आफ्नो रित्तो अनुहार रित्तो मन र रित्तै हत्केलाको गरुङ भारी बोकेर पहाडलाई काँध हाल्ने हिम्मत र जाँगरहरू परदेशिन बाध्य छ बद्य छ सही हजुर दर्रो पहाड भन्छ यसलाई चाहिँ, दर्रै दिएको हो। यो स्थितिसित सिङ्गौरी खेल्नु नसकेर हिजडा स्याल र फ्याउराहरू चकमन्न छ चकमन्न छ हजुर खतरा दिए। र अहिले घरी पहाडेको भान्साघरभित्र बनसाङले पसेर घर साङ्लेको पखेटा काट्दैछ हजुर अहिले घरी पहाडेको भान्साघरभित्र बनसाङले पसेर घर साङ्लेको पखेटा काट्दैछ र बनसाङ्लेलाई आफ्नै सम्झिने घर साङ्लेको भ्रम र बुद्धुपना देखेर अति विषालु कक्रोच चाहिँ अलि पर बसेर खिल्ली उडाउँदै अट्टहास गर्दै थप्पडी मारिरहेछ हजुर दाइ 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 र घर साङ्लेको अब आस पनि टुट्यो बास पनि टुट्यो कञ्चनजङ्घा आफ्नै ठाउँमा खुइयो गरेर हेरेकै भयो हेरेको भयो एकातिर बिस्तारै मधेसले पहाड चपाउँदैछ आफू उभिएको आधार बेचेर बाजे बराजुको चिहान बेचेर लोभ टिप्न उफ्रिँदा आफू भने कालो अँध्यारो कहिल्यै निस्कन नसक्ने खाडलमा पर्दैछ दिनहरू बेचिरहेछ पहाडले कालो रातहरू पोको पार्दैछ पराया अनुहारलाई आफ्नो पितृ कोठामा हुलेर पहाडले खोइ के गर्दैछ दामी र यो चाहिँ भयो हाम्रो बेम्बो माम्सको उहाँले यो पहाडलाई जुन विषय भोगेको छ हजुर उहाँको भित्रको कुरा चाहिँ मलाई चाहिँ थाहा छ र कतिवटा विषय हामीले राखेको पनि छौँ कतिवटा राखेको पनि छैन र त्यसले गर्दा अब उहाँले यो जुन विषयहरू पोख्नु भएको छ एउटा सत्य कहानीहरूमा चाहिँ पोख्नु भएको हजुर है अनि बिस्तारै अब बुझ्दै जाउँ हेर्दै जाउँ अब यो पहाड जुन आजको जुन बान हानाइ चाहिँ कतिले सुन्नु सक्ला नसक्ला है अब आयो सक्ला नसक्ला आज तपाईँहरू सम्पूर्णलाई यहाँ कालिम्पोङबाट हुनुहुन्छ उहाँहरू गोरुबथान पत्थर झोडा पत्लाबाडी माथिल्लोपट्टि म गएको छोटा माङजिङ अनि तपाईँहरूको स्वागत चाहिँ आज अर्कै भयो यहाँ कविताबाटै स्वागत राम्रो भयो गोष्ठी है त्यो एउटा सन्दर्भ चलिरहेको थियो प्रसङ्ग निस्क्यो र सन्दर्भ पनि चल्यो त्यसो हुँदाखेरि चाहिँ अब ठिक्कै त्यही समयमा तपाईँहरू को आगमन भयो र एकदम स्वागत फेरि पनि सुनौलो स्वागत यहाँहरूलाई सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रै माया दाइ जो दाइ गुरसको फेद मुनि सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रो माया गुरसको फेद मुनि हाम्रो जोजोले सम्झनाको सानो सानो जहाँ गए किन लाग्छ मलाई तिम्रो माया बुबारुको मात्र हो यो
हाम्रो जुनी र जसले चाहिँ भनिरहनु छ कानैबाट एकबारको जुनी होइन जी राख्नु पर्यो गुरसाको फेदो मुनि सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रै माया र जोजोले एकबारको जुनी जिन्दगीमा के छ हाँसी खेल्यो होइन जोजोले यो हान्डुम त मैले तपाईँहरूलाई देखाउनै भुलिरहेको छु गाइस हाम्रो जोजोको घरको चाहिँ यो के छ भने नेचुरल हाम्रो नेपालीको ट्रेडिसनल उयोहरू हो के भन्दाखेरि चाहिँ यो डम्फुहरू हो हेर्नुहोस् अनि यो चाहिँ हाम्रो दाउरा बारीमा काम गर्नेहरू फरुवा सिक्कल के भन्छ यसलाई काँटाहरू भन्छ अनि हाम्रो यो नेपाली गोर्खे खुकुरी हो र यो बत्ती देख्नुभयो होला तपाईँहरूले सानोमा हामीले त यो बत्तीलाई मैले चाहिँ देखिसकेको छु तर आज आउँदो नानीहरूले देख्नु सकेको छैन यो बत्तीले चाहिँ कति काम गर्थ्यो पहिला सानोमा हामीलाई यसमा बसेर पढ्थ्यो नानीहरू सबैजना ठुल्ठुलो दाजुहरू पनि पहिला लाइटहरू नहुँदा हामी यही बत्तीले धिप्री बत्तीले हामी बालेर होइन पढ्थ्यौँ घरमा अनि माथि माथि हेर्नुहोस् डम्फु यो टोपी यो तपाईँहरूले सबै बिर्सिसक्नु भएको छ यो मादल र होलो जुवा तपाईँहरूले देख्नु भएको छ होइन गिटार यहाँ दुखी तपेलाहरू छ अन्त मकै हेर्नुहोस् मकै पनि सुकाइरहेको छ यहाँ अनि यो चाहिँ लसुनको बिजन अनि यहाँ तपाईँको तम्बाको लागि ढुङ्ग्रोको लागि यो तम्बाको लागि यो सो देखाएको अनि यो पनि कपुर दादा भाउजू जोजो भाउजू हो सानो दोकानमा यहाँ चाहिँ जोजो र भाउजू हल्का बात गर्नु हुँदैछ अन्त त्यो किचनहरू रहेछ ठिकै छ अरू हाम्रो केटाहरू यहाँ छ